हाई एभ्रिवान, वेलकम ब्याक टु अर्टिन माई लाइफ ब्लग। आजको ब्लगमा चाहिँ म हजुरहरूलाई थेदुनसान माउन्टेन लाँदैछु। अनि त्यो चाहिँ छल्लाबुक्दो स्थित वन्जु भन्ने ठाउँमा रहेछ। अनि हामी चाहिँ बिहान काम सकेर निस्किएको हुँदा अलरेडी 2:30 भइसकेको थियो। सो खाना खानु नभ्याउने भएकोले हामीले चाहिँ स्यान्डविच एन्ड मोन्स्टर जुसहरू लिएर चाहिँ त्यहाँबाट गयौँ। स्टार्ट भयो हाम्रो जर्नी। अनि हामीले चाहिँ गाडीमै स्यान्डविचहरू खायौँ। त्यसपछि हामी इन्जोय गर्दै फाइनली त्यो ठाउँ पुग्यौँ। अनि त्यसपछि त्यहाँबाट चाहिँ उकालो चढ्न नसक्ने भएको कारणले गर्दाखेरि हामी चाहिँ केबल कारमा जाने डिसाइड गरियो तीनजना मिलेर। अनि त्यति उकालो हिँड्दा मेरो हालत हेर्न सक्नुहुन्छ त्यस्तो भइसक्यो थियो। सो हामीले चाहिँ टिकट गऱ्यौँ। पर पर्सन 16,000 ओन रहेको थियो टिकटको चाहिँ। अनि हामी चाहिँ केबल कारको लागि अझै टाइम बाँकी भएको हुँदा त्यहाँनिर 3D आर्ट भेटेर त्यहाँनिर फोटो भिडियोहरू लियौँ। अनि त्यसपछि फाइनली हाम्रो केबल कार पनि आउने टाइम भयो। अनि हाम्रो टिम जाने कुद्दै हुनुहुन्थ्यो। त्यहाँनिर चाहिँ जो फर्स्ट छिर्छ उसले चाहिँ सिट पाउँछ कि, त्यही भएर चाहिँ हामीले सिट पनि पायौँ। अनि त्यसपछि हामी गयौँ माथितिर। हेर्न सक्नुहुन्छ वेदर चाहिँ एकदम राम्रो भएको कारणले भ्यू पनि एकदम क्लियर एन्ड ब्युटिफुल देखिरहेको थियो। सो हामीले चाहिँ केबल कारमा पनि भिडियो पनि गऱ्यौँ, फोटोहरू पनि लियौँ। अनि त्यसपछि यो केबल कार चाहिँ तर साथीहरू माथि टपसम्म चाहिँ नजाँदो रहेछ। अनि त्यहाँबाट चाहिँ हिँड्नुपर्ने हुँदो रहेछ, हाइकिङ पाथ। अनि त्यहाँबाट हामी चढ्दै भर्याङ यति उकालो यति ठाडो थियो कि चढ्न यति गाह्रो भइरहेको थियो। त्यही पनि हामी चाहिँ अब त्यहाँसम्म पुगेको हुनाले चाहिँ हाफसम्म भए पनि जाने डिसाइड गरेर चाहिँ हिँड्दै थियौँ। सो यहाँनिर चाहिँ अब झुलिङ्गे पुल देख्न सक्नुहुन्छ। यो चाहिँ पारी डाँडासम्म जानको लागि बनाएको रहेछ। अनि त्यसपछि यहाँ मैले फोटो खिचेको ठाउँमा ब्याकग्राउन्डमा रेड कलरको देख्न सक्नुहुन्छ। त्यो चाहिँ आधी टपसम्म जाने चाहिँ भर्याङ रहेको थियो। अनि त्यहाँसम्म चाहिँ हामी यति मुस्किलले पुग्यौँ। धेरै भएको थियो यसरी नहिँडेको। सो त्यही भएर नि गाह्रो भएको थियो हामीलाई। सो हाम्रो जर्नी चाहिँ यही आधामा इन्ड भयो साथीहरू। हामी चाहिँ माथिसम्म टपमा पुग्न सकेनौँ। अनि त्यहीबाट हामी रिटर्न भयौँ। सो आजको ब्लग चाहिँ यति नै। आई होप हजुरहरूलाई राम्रो लाग्नेछ। राम्रो लागेमा लाइक, कमेन्ट एन्ड सब्सक्राइब गर्न नभुल्नुहोला। सी यू नेक्स्ट भिडियो। बाई, टेक केयर।